सो फाइनली गाइज आज चाहिँ हामीले होइन 3 भाइना मिलेर हो कि हामी चाहिँ जे काममा पनि हामी 3 भाइना नै मिल्नुपर्ने हुन्छ है त। अनि आज चाहिँ हामीले चाहिँ घरलाई श्रृङ्गार गर्दैछौँ कि लिपपोट गरेर होइन हामीले चाहिँ चटक्क बनाउँदैछौँ। सो अहिले भाइले पनि गरिरहेको छ होइन, अनि बहिनीले चाहिँ उता गर्दैछन्। अनि सो मैले चाहिँ देख्न सक्नुहुन्छ त्यसरी गराउँदैछौँ हामी चाहिँ घर। हामी चाहिँ प्रत्येक वर्ष कहिलेकाहीँ चाहिँ म छुट्छु, म यसो सहर बजारतिर गएको हुन्छ त्यति बेला चाहिँ छुटिन्छ। अनि आउँछु घर लिप्ने टाइममा चाहिँ म घरमै आउँछु। अनि लिप्छौँ 3 भाइना मिलेर। मम्मीले चाहिँ एकचोटि यो छेपदिन हुन्छ माथिको, अनि माथिको छेपदिन भयो भने चाहिँ हामीले अलि जान्दैन नि त, माथिको अलि मिल्दैन। मम्मी छेपेर आफ्नो काम सक्नुहुन्छ। अनि हामी 3 भाइनाले चाहिँ ट्याक्क बनाउँछौँ कि, अनि यो भेगमा चाहिँ ट्याक्क देखिन्छ हाम्रोतिर। अनि ऊ त्यो पारी देखिने गाउँ चाहिँ 9 बजी अडिकार चौर भन्छ होइन, यहाँदेखि चाहिँ राम्रो देखिन्छ कि हाम्रो चाहिँ गाउँमै छ भनौँ घर चाहिँ होइन। हाम्रोतिर छन् भनौँ 15-20वटा जति घर छ होला सायद मेबी होइन। अनि हाम्रो घर चाहिँ यस्तो छ कि हाम्रो चाहिँ अहिले फाइनल्ली कस्तो हुन्छ हामीले तल गएर पनि हजुरलाई देखाउन सक्छौँ। सो है त हामी त यस्तरी है भाइलाई मिलाएर च्याप्प गर्नु पऱ्यो है। सो हामी त यस्तो गर्छौँ है मिलेर। हजुरहरूले पनि गर्नुहुन्छ होला सायद, गर्नुहुन्छ भने कमेन्ट गर्नुहोस्, हजुरहरूले पनि गरेर देखाउनुहोस् होइन। हामी चाहिँ गर्छौँ अनि देखाउँछौँ। कसैलाई त अलि जहाँ त्यही कुरालाई नि कति देखाइरहेको होला भन्ने हुन्छ होला। सो हामीलाई त्यस्तो होइन, हामी प्रत्येक वर्ष गर्छौँ। अनि डिफ्रेन्ट हुन्छ टाइम होइन, सधैँ एउटै जस्तो हुँदैन, एउटै वर्ष हुँदैन। घरको पोटार सिँगार एउटै भए तापनि हामी चाहिँ बिस्तारै विकसित भइरहेको हुन्छौँ, बढिरहेको हुन्छौँ। सो त्यो कारणले हामी चाहिँ म चाहिँ प्रत्येक वर्ष नै भिडियोहरू पोस्ट गरिरहेको हुन्छु। के अरे एउटा यो भिडियो भाइरल भन्दा पनि एउटा सम्झना स्वरूपको लागि मैले चाहिँ जे पोस्ट गरिरहेको हुन्छु, सम्झना हुन्छ भनेर होइन। होइन सो यता चाहिँ मेरो बहिनीले चाहिँ रातो माटोले च्याप्प पोत्दैछन् होइन। भाइले चाहिँ यहाँ यो निलो कलरमा पेन्टिङ गर्दैछ, अनि म पनि यसो सघाउँछु। सो त्यही हो गाइज होइन, रमाइलो हुन्छ। जे होस् दसैँ पनि नजिक नै आउँदैछ, सबैजनालाई के भन्छ दसैँ विजय दशमी तथा शुभ दीपावलीको देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनी छरछिमेक अनि हामीलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि विजय दशमीको धेरै धेरै शुभकामना भन्न चाहन्छु है त। सबैजनाले रमाइलोसँग दसैँलाई मनाउनु होला। अनि साथसाथै दसैँमा रमाइलो गर्नु होला, मिठो खाना खानु होला भन्ने त्यही हो गाइस। यति बेला चाहिँ सबैजनाले घरलाई यसो राम्रो चाहिँ बनाउनु होला, लिपपोट गर्नु होला। हाम्रो त अब यस्तै हो गाउँतिर होइन, लिपपोट गर्नु यही रमाइलो छ। हामीलाई त्यो पेन्टिङ सेन्टिङ त खासै हामीलाई इन्ट्रेस्ट नै छैन, हामीले त्यो पनि गर्दैनौँ। सो हामी त माटोले लिप्ने हो। सो यस्तो छ गाइज होइन। सो जे छ त्यसमै रमाउनु पर्छ अरे भन्छ हो। सो त्यही हो, आफ्नो जे छ त्यसमै रमाउनु पर्छ। सो यति नै गाइज अहिले चाहिँ।